दर्शकवृन्द नमस्कार। राजनैतिक बहस कार्यक्रममा उपस्थित भएको छु म भरत लामिछाने। आज हामीसँग हुनुहुन्छ माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार बगटी। मुलुकमा आसन्न निर्वाचनका लागि दलहरू अहिले घनीभूत रूपमा लागि परेको अवस्था छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अहिले दलभित्रबाट पनि सो घोषणा उम्मेदवारको गर्न थालेको अवस्था छ। दलका नेताहरूलाई अहिले उम्मेदवारीको सो घोषणाको कार्यक्रमले व्यस्त बनाइराखेको अवस्था छ। दलहरूले टिकट दिन्छन् दिँदैनन् त्यो एउटा चिन्ताको विषय छ। तर दलका नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनताप्रति गरेको कामको आधारमा आफूले उम्मेदवारी घोषणा गर्न पाउनुपर्ने कतिपयको तर्कको अवस्था छ। माओवादी केन्द्र सत्ता गठबन्धनभित्र सामेल छ। सत्ता गठबन्धनमा निर्वाचनमा कसलाई पठाउने भन्नेमा अहिले घनीभूत रूपमा छलफल छ, तर सकस पनि उत्तिकै छ। 165 वटा निर्वाचन क्षेत्रमा कसलाई भाग पुर्याउने भन्नेमा अहिले सत्ता गठबन्धनभित्रमा जुन सकस देखिएको छ, त्यस्तो अवस्थामा कसरी टिकटको भागभण्डा मिलाउन सकिन्छ, आज हामी माओवादी केन्द्रका एकजना नेता कुमार बोगटीसँग कुराकानी गर्नेछौँ। उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। माओवादी केन्द्रमा त्यसै गरी त्यहाँभित्र पनि थुप्रै विवाद र असहमतिहरू पनि छन्। पार्टीको थाई कमिटी र पोलिट ब्युरोले पूर्णता पाउन सकेको छैन। निर्वाचन अघि पूर्णता पाउला भन्ने सम्भावना पनि कम बनेर गएको अवस्था छ। यस्तो अवस्थामा पार्टीलाई कसरी विवाद रहित बनाउने त, नेताहरूलाई कसरी सन्तुष्टि पार्ने भन्ने विषय पनि अहिले देखा परेको छ। यी तमाम विषयमा कुराकानी गर्नेछौँ। कुमार बोगटी, माओवादी केन्द्रका केन्द्रीय सदस्य, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद दाइ। हजुर, हामी माओवादी केन्द्र पार्टीको विषयबाट कार्यक्रम सुरुवात गरौँ। पार्टीभित्र के छ अवस्था? विवाद अन्त्य भयो र त्यहाँभित्र असन्तुष्टि बाँकी नै छ, के हो? अब यस्तो छ दाइ, अब एउटा जीवन्त कम्युनिस्ट पार्टीभित्र अब एउटा बहस छलफल त निरन्तर रूपमा चलि नै रहन्छ। अब विवाद भन्ने होइन, एउटा बहस त फेरि हुन्छ नै। अब सांगठनिक विषयमा, अब राजनीतिक विषयमा होइन, अब कार्यदिशाको विषयमा होइन, अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा होइन, पार्टी कहाँ पुग्ने भन्ने विषयमा होइन। अब हाम्रो पार्टीको अहिलेको कार्यदिशा भनेको अब नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने भन्ने छ होइन। अब त्यो समाजवादी क्रान्तिका मोडलहरू फेरि फरक फरक प्रकारका छन्। हामीले विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेऱ्यौँ भने होइन, अब समाजवादी क्रान्तिका मोडलहरू फरक फरक छन्। त्यस कारणले हामीले अब अरू देशको समाजवादी क्रान्तिको नक्कल गरेर होइन कि नेपाली विशिष्टतामा आधारित अब समाजवादी क्रान्तिको नेतृत्व गरेर समाजवादी क्रान्ति चाहिँ सम्पन्न गर्नुपर्छ र त्यो चाहिँ नेपाल कन्स्टिट्युन्सी माओवादी केन्द्र र त्यसको नेतृत्व कमरेड प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ भनेर हामीले मुख्यतः मूलभूत रूपमा यो बहसलाई अगाडि बढाइरहेछौँ। यसलाई हामीले एउटा बहसको रूपमा लिन आवश्यक छ भनेर भन्छु दाइ। समाजवाद, हजुर, जो हिजो विश्वेश्वर प्रसाद कोइरालाले अवलम्बन गर्नुभएको समाजवाद, जनताको घर घरमा कम्तीमा एउटा भैँसी होस्, त्यो पनि लैनो भैँसी होस्, त्यसले उत्पादन दिन्छ र कम्तीमा आत्मनिर्भर गर्छ भन्ने समाजवाद, आजको समाजवाद जुन किसिमले नेताहरू सबैको विचार समाजवादमा केन्द्रित देखिन्छ, तर समाजवाद दलाल पुँजीवादमा रूपान्तरित भएको अवस्था छ। यो अवस्थामा यो समाजवादको नारा राजनीतिमा जुन फलाक्ने अहिलेको परिपाटी छ नि, यसलाई के छ? समाजवाद भन्न त अब त लाज लाग्न पर्ने अवस्था आयो कि जस्तो लाग्छ हामीलाई। किन समाजवादको कुरा उठाइराखे अहिले यतिखेर? होइन, यस्तो हुँदा समाजवादको विषयमा पनि अब जस्तो बिपीले कल्पना गरेको समाजवादको कुरा गर्नुभयो यहाँले। जस्तो बिपीले कल्पना गरेको समाजवाद र एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले कल्पना गरेको समाजवाद चाहिँ फरक फरक खालको समाजवाद हो। बिपीले कल्पना गरेको समाजवाद चाहिँ अहिले तपाईँले जुन व्याख्या गर्नुभयो, जस्तो पुँजीवादी समाजवाद भन्नुहोस् न होइन, पुँजीवादी व्यवस्थामा आधारित चाहिँ समाजवाद, जसले तपाईँको चाहिँ सर्वहारा वर्गको के अरे मुक्ति होइन कि तपाईँको हुने वर्गको होइन, पुँजीपति वर्गहरूको चाहिँ प्रतिनिधित्व गर्ने त्यो एउटा समाजवादी व्यवस्था भने जस्तो तपाईँको होइन।
अब त्यो चाहिँ मुख्यतः समाजवाद होइन, त्यो चाहिँ पुँजीवाद भनौँ न। अब बिपीले मुख्यतः व्याख्या गरेको समाजवाद, म चाहिँ त्यसलाई समाजवाद होइन पुँजीवाद भन्छु। मुख्य ठ्याक्कै समाजवाद भने चाहिँ के हो त भन्दाखेरि हाम्रो विश्लेषणमा जस्तो जो राज्यबाट चाहिँ शोषणमा परेको छ, जो उत्पीडनमा परेको छ, जो चाहिँ गरेर खाने वर्ग छ भनेको जो मजदुर छ, जो किसान छ, जसलाई चाहिँ राज्यले उपेक्षामा राखिरहेछ हो, त्यो वर्गको उत्थानको निम्ति, त्यो वर्गको मुक्तिको निम्ति, अनि त्यहाँबाट त्यो गरिब र धनी बीचको खाडल चाहिँ अन्त्य गर्नको निम्ति कुमारजी के अरे अहिले निर्माण हुने राज्य कसलाई भन्ने, राज्य त भन्ने कसलाई, राज्य प्रचण्डलाई भन्नुपर्छ, राज्य देउवालाई भन्नुपर्छ, राज्य माधव कुमार नेपाललाई भन्नुपर्छ। यिनीहरूबाट पनि उत्पीडनमा पर्ने जनता छन् र तपाईँहरूको भाषामा होइन। यस्तो एउटा व्यक्ति त राज्य बन्न सक्दैन। अब राज्यभित्र पनि अब विभिन्न संयन्त्रहरू छन् होइन। जस्तो राज्यभित्र एउटा सरकार एउटा संयन्त्र हो होइन। अब त्यहाँभित्र न्यायपालिका छ, त्यो अर्को संयन्त्र हो। त्यहाँभित्र व्यवस्थापिका छ, त्यो पनि राज्यभित्र अर्को संयन्त्र हो। सेना छ, प्रहरी छ होइन, तपाईँको अब ब्युरोक्रेसी छ, यी राज्यभित्रका के संयन्त्रहरू हुन्। अब हामीले अब जस्तो आम नागरिकमा एउटा भ्रम के छ त भन्दा जसले सरकारको नेतृत्व गर्छ त्यो नै राज्य हो भन्ने एउटा भ्रम छ। त्यो होइन दाइ, त्यो चाहिँ राज्यभित्रको एउटा प्रतिनिधि हो। देशको प्रधानमन्त्री जस्तो अहिले हाम्रो व्यवस्था चाहिँ कार्यकारी प्रधानमन्त्री सिस्टममा चलिरहेछ। अब त्यही प्रधानमन्त्री चाहिँ हामीले राज्य नै हो भनेर त्यो राज्य यो होइन। राज्य जुन त्यो राज्य निर्माण गर्ने सरकार र राज्य फरक छ। तर त्यो राज्य निर्माण गर्ने कसले निर्माण गर्यो त? हिजो 2064 देखि 70 सम्म संविधान बनाउँदाखेरि राज्य निर्माणको संरचना खाका त्यो कसले बनायो? अहिलेका नेताहरूले बनायो। जसरी अहिले एउटा अन्यायमा परेका कुरा गर्नु तपाईले, एकजना महिला जसरी अन्यायमा परे भने एउटा बालक सहित जो जन्मिसकेको बालक बलात्कार होइन भन्ने कसरी, त्यस्तो अवस्थाको बलात्कार भएर अथवा त्यो बच्चा जन्मिसकेको विषयलाई लिएर जिल्ला अदालत अनुसारले जुन खालको एउटा निर्णय गर्यो, फैसला गर्यो न्यायाधिका राजपूतको विषयमा, उनले आत्मदाह गर्नुपर्ने अवस्था आयो। जुन परशुराम भट्टराई जुन न्यायाधीश हुनुहुन्छ उहाँले गरेको फैसला। यस्तो अवस्था अहिलेको युगमा यस्तो फैसला, यस्तो अन्याय छ। अब त्यहाँ तपाईँ समाजवादको कुरा, यो त अब अहिलेका चाहिँ जनता सबै टाठाबाठा छन्, सबै सामाजिक सञ्जाल सबैले त्यसलाई सुसूचित गराएको छ, मिडियाले सुसूचित गराएको। यस्तो अवस्थामा नि यो समाजवाद छ नि झुटो भ्रम, असमानता बढेर गइराखेको छ। तपाईँहरू समाजवादको कुरा गर्नुहुन्छ त यस्तो हिजो माओवादीले 10 वर्षको महान जनयुद्धको नेतृत्व गर्यो। अब त्यो जनयुद्धको उद्देश्य लक्ष्य के थियो त भन्दाखेरि अहिले दाइले जे भन्नुभयो, जो कानुनबाट चाहिँ उपेक्षित भइरहेछ, उत्पीडनमा परिरहेछ, जसले चाहिँ तपाईँको अब महिलाको नाममा चाहिँ अब उनले के अरे उत्पीडन भोग्नु परिरहेको एउटा स्थिति थियो होइन। अब जो कोही दलितको भएको कारणले चाहिँ होइन, दलितको कोखबाट जन्मेको कारणले चाहिँ ऊ चाहिँ राज्यबाट उपेक्षित हुनु परेको, उत्पीडनमा पर्नु परेको अर्को पीडा थियो। अर्को कोही जनजाति भएको कारणले गर्दाखेरि, कोही मधेसी भएको कारणले गर्दाखेरि, कोही चाहिँ दुर्गम ठाउँमा जन्मेको कारणले गर्दाखेरि होइन, कोही चाहिँ गरिब भएको कारणले गर्दाखेरि होइन, कसैले चाहिँ अब मजदुरी गर्नु परेको कारणले गर्दाखेरि राज्यबाट उत्पीडनमा शोषणमा विभेदमा पर्नु परेको एउटा तपाईँको बाध्यता थियो। हामीले त्यसैको अन्त्यको लागि भनेर नेपालमा अब यो खास त्यो उत्पीडन, त्यो शोषण, त्यो विभेद कसले गरिरहेछ भन्दाखेरि राज्य सत्ता, त्यति बेलाको राज्य सत्ता कसको हातमा थियो भन्दा सामन्तवादको हातमा। सामन्तवादको नायक को थियो भन्दा राजा थिए होइन। उसले चाहिँ त्यो उत्पीडन गरिरहेछ। त्यस कारणले उसलाई फ्याँक्नुको लागि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भनेर त्यति बेला जनयुद्धको थालनी भयो। मुख्य जनयुद्धको उद्देश्य भनेकै नेपालमा चाहिँ सामन्तवादको नायकीलाई ढालेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने नै थियो। अब एउटा सामन्तवादको नायकीलाई फालियो, एउटा सामन्तवादलाई फालियो, तर यहाँ दर्जनौं सामन्तवाद जन्मिए। सामन्तवादको मूल नायकीलाई जनयुद्धले परास्त गर्यो। जनयुद्धले मात्रै नभनौँ, जनयुद्ध प्लस जनयुद्धको जगमा सञ्चालन भएको ऐतिहासिक 62-63 जनआन्दोलन, यसको जगबाट नेपालमा सामन्तवादको नायकी ढल्यो। त्यो सामन्तवादको मुख्य नायकी ढल्नु भनेको हामीले के भन्यो भने आधारभूत रूपमा आधारभूत रूपमा नेपालमा जनवादी क्रान्ति चाहिँ अब पुरै त भएन, तर के आधारभूत रूपमा भयो भनेर हामीले त्यसरी के अरे व्याख्या गऱ्यौँ, संश्लेषण गऱ्यौँ, निचोड निकाल्यौँ, निष्कर्ष निकाल्यौँ। र फेरि हामीले के भन्यौँ त भन्दाखेरि सामन्तवादको मूल नायकीलाई चाहिँ हामीले ढाल्यौँ, परास्त गऱ्यौँ, हटायौँ।
तर फेरि सामन्तवादका अवशेषहरू चाहिँ अहिले पनि बाँकी छन्। हामीले त्यति बेला भने पनि कुरो त्यही तपाईँहरू युवा पिँढी है, तपाईँहरू अहिलेका जेनेरेसनलाई कसरी एउटा बुझाउनुहुन्छ? सामन्तवाद एउटा ढाली हो, अर्को सामन्तवादको नेतृत्व गर्ने अहिलेका दलहरू। यो निहारीका राजपूत भनेको त एउटा घटनाको प्रतिनिधित्व पात्र मात्र, यस्ता घटना सयौँ छन् होइन, अब हजारौँ भइसके। कयौँ न्यायाधीशहरू, यस्ता न्यायाधीशहरू छन्, त्यस्ता न्यायाधीशले गरेका फैसलाले यहाँ हजारौँ मानिस पीडित भएका छन्, हजारौँ मानिस अहिले आत्मदाह गर्ने अवस्थामा छन्। 32,000 भन्दा बढी मानिस त आत्मदाह गरिसके, तिनीहरूको आत्महत्या गरिसके। जुन अवस्था भएको छ नि, त्यस्तो अवस्थाको अहिले युग यस्तो भएको छ, तपाईँहरू जस्तो युवाले बुझ्नुपर्ने कुरा हो। अब पनि त्यो समाजवादको झुटो खेती, यस्ता सामन्तवादका नाइके, यस्ताको अब कति दिन जाने त? होइन दाइले एउटा सामन्तको ठाउँमा अहिले अब सयौँ सामन्तहरू जन्मिए भनेर जुन अब राजनीतिक दलका नेतृत्वहरूप्रति लक्षित गर्नुभयो नि दाइ, त्यो चाहिँ गलत छ दाइ होइन। अब प्रचण्डलाई प्रश्न पार्दिनु, तपाईँ पुष्टि गरिदिनुहोस्। ठिक छ, जस्तो प्रचण्डलाई भन्नुभयो भने अब प्रचण्ड त सामन्त होइनन्, उनी त गणतन्त्रको पिता हो होइन। यो अहिले देश चाहिँ जुन व्यवस्थामा हिँडिरहेको छ त्यसको त उता लिडरसिप, गणतन्त्रको पिता त भारतमा देख्नु भएको थियो नि त तपाईँले? होइन त्यो अब अहिले उतातिर नजाउँदा नेपालको कुरा गरौँ। आज देश जुन अब निरङ्कुश राजतन्त्रको अन्त्य गरेर आज गणतन्त्रात्मक व्यवस्थामा देश आइपुगेको छ होइन। एकात्मक राज्य प्रणालीको के अरे अन्त्य गरेर अहिले सङ्घात्मक प्रणालीमा देश आइपुगेको छ होइन। अब जस्तो धर्मनिरपेक्षताको कुरा छ, समानुपातिक समावेशी, जस्तो दाइले अहिले पटक पटक भन्नुभयो होइन। राज्यबाट अहिले पनि केही मान्छेहरू उत्पीडनमा, केही मान्छे न विवाद भोगिरहनु पर्यो। तपाईँको 10 वर्षमा 17,000 मानिस मारिए, तर 5 वर्षमा 32,000ले आत्महत्या गरे होइन दाइ। अब यस्तो हुन्छ, अब यो के हो? यसलाई केही मानिस भने 32,000 मानिस आत्महत्या गरे, केही मानिस भने मुख्य त हामीले अब राजनीतिक रूपमा के अरे विश्लेषण गर्नु पर्यो होइन। राजनीतिक रूपमा सोच्नु पर्यो, राजनीतिक रूपमा मुलुकमा के परिवर्तन भयो भनेर हामीले सोच्नु पर्यो। जस्तो अस्ति स्थानीय तहको निर्वाचन भयो, हामीले नारै के लिएर गयौँ भने देशमा व्यवस्था परिवर्तन भयो, तर अब जनताको अवस्था परिवर्तन हुन बाँकी छ। जनताको अवस्थामा फेरबदल ल्याउनलाई अझै पनि बाँकी छ। त्यस कारणले अब व्यवस्थाको नेतृत्व हामीले माओवादीले गर्यो, माओवादी आन्दोलनले गर्यो, माओवादी विद्रोहले गर्यो। अब जनताको अवस्था परिवर्तन गर्ने विषयको नेतृत्व पनि माओवादीले गर्नुपर्छ। त्यस कारणले माओवादीको उम्मेदवारहरूले चाहिँ जित्न हिजो बहुदलीय कालखण्डमा, हिजो पञ्चायतमा, त्यसपछि बहुदलीय कालखण्डमा हजुर सामन्तवादको जुन थियो नि रूप बदलियो। हिजो गाउँ गाउँमा सामन्ती हुन्थे, तिनीहरूले जनताका जग्गा जमिन 200-400 पैसा दिएर खोसेर खान्थे। आज त्यो नाम परिवर्तन भएर मिटर ब्याजीमा आएको छ, शब्द फेरबदल भयो। तिनीहरूले न्याय कहिले पाउने? मिटर ब्याजीबाट पीडित बनेकाले कहिले पाउने? होइन, त्यो मिटर ब्याजी या राज्यका अङ्गहरूमा पनि छन्। कयौँ पैसा भ्रष्टाचार गरेका पैसा मिटर ब्याजमा पनि लगाएका छन्। जुन अवस्था छ, अब न्यायको कुरा अघि गरियो, हामीले न्यायिकाको विषय गरियो, जो अब यस्ता थुप्रै यो त घटना बाहिर आएका घटना जो सहन नसक्ने अवस्थामा मट्टितेल खनाएर राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरे। त्यो दुःख जुन अवस्था छ नि, अब जनता नेताहरूलाई सामन्तवादको नाइके भन्न खोजेको नेताहरूमा परिवर्तन हुनु पर्यो। कसको लागि राजनीति गर्ने? तपाईँ एकजना युवा हुन्छ, कसको लागि राजनीति गर्ने? जनताको लागि गर्ने होला। त्यो जनताको लागि पनि त्यही अनुसारले कानुन बन्नु पर्यो। राज्यका अङ्गहरू न्यायपालिकादेखि संसद कार्यपालिका सारा त्यही अनुसारले परिमार्जित गर्यो। आमूल परिवर्तन हुनु पर्यो। त्यो परिवर्तन कहाँ भएको छ? भ्रष्टाचार कहाँ नियन्त्रण भएको छ? मूल्य वृद्धि आकाशिएको छ, जनताले बाँच्न नसक्ने अवस्था छ। यो विषयमा राजनीतिक दलहरूलाई भन्यो भने फेरि यहाँ आरोप हुन्छ, सामन्तवादको नाइके भनियो भने आरोप लगाउन खोजिन्छ। त्यो आरोप होइन, यथार्थ कुरा हो। त्यो अवस्थामा नेताहरू पनि फेरबदल हुनुपर्छ। तपाईँहरू जस्तो युवाहरू पनि अब फेरबदल भएर जनतामा जानुपर्ने अवस्था हुन्छ। हामी माओवादीभित्रको असन्तुष्टिको कुरा गर्दै यो कारणले माओवादीभित्र पनि असन्तुष्टि पैदा भयो भन्नेहरू छन्, के भन्नुहुन्छ? होइन, अब यस्तो छ भाइ, अब यो राज्य पुनर्संरचनाको जुन विषय यहाँले उठाउनु भयो, अब हामीले माओवादीले त भनेकै त्यही हो। राज्यको हरेक संयन्त्रहरूमा, हरेक निकायहरूमा चाहिँ पुनर्संरचना जरुरत छ भनेर भने। यानि कि तपाईँको सेना प्रहरीसम्म पनि
सेनाभित्र पनि तपाईँको त्यहाँबाट न्यायालयभित्र पनि होइन प्रहरीभित्र पनि चाहिँ पुनर्संरचनाको खाँचो छ। यहाँ चाहिँ के छ त भन्दाखेरि सेनाभित्र प्रहरीभित्र न्यायालयभित्र चाहिँ सामन्तवादका अवशेषहरू अझै पनि बाँकी छन् भनेर हामीले पटक पटक उठायौँ। त्यो यो विषय उठाउँदाखेरि कहिलेकाहीँ अब पार्टीका नेताहरू जसले उठाउनु भयो यो विषय, यसलाई बहसको रूपमा जसले बाहिर ल्याउनु भयो, त्यो बहस बाहिर ल्याउँदाखेरि अब केही विवादित पनि भन्नुभयो भन्दाखेरि सामन्तवादका केही अवशेषहरू चाहिँ अहिले पनि बाँकी छन्, त्यो बलियो अवस्थामै छ होइन। बाँकी कसलाई भन्ने होइन अब त्यो तपाईँको अब ब्युरोक्रेसीभित्र पनि छ दाइ होइन, नेपाली सेनाभित्र पनि छ होइन, नेपाल प्रहरीभित्र पनि छ। मुख्य त अलि बढी अब सबैको नेतृत्व गर्ने अब राज्यको एउटा अङ्ग न्यायालयभित्र छ दाइ। के अरे यसलाई अब न्यायालयले अन्यथा रूपमा नलियोस्, सबैभन्दा बढी सामन्तवादको अवशेष भनेको न्यायालयभित्र छ। म अहिले पनि जोरदार रूपमा म के भन्न चाहन्छु भने न्यायालयभित्र चाहिँ तपाईँको पुनर्संरचना एकदमै आवश्यक छ। अब तपाईँ पार्टीको एउटा केन्द्रीय सदस्य पनि हुनुहुन्छ। हजुर। माओवादी केन्द्र हिजो सशस्त्र जनयुद्धबाट आएको पार्टी, तमाम जनताले यो पार्टीप्रति आशा गरेका थिए। कुनै बेला होइन धेरै लामो समय हामीले पनि आशा गरेका थियौँ जनताको पक्षमा यसले काम गर्छ कि भन्ने। मेरो व्यक्तिगत पक्ष जनताको पक्षमा काम गर्छ कि भनेर 10औं वर्ष 15औं वर्ष माओवादीको पक्षमा हामीले समाचार बनायौँ, लेख्यौँ। तर माओवादी जुन खालको अवस्था छ नि, आमूल परिवर्तन त छोडिदिउँ, आंशिक परिवर्तनतर्फ पनि एउटा गणतन्त्र संहिता धर्मनिरपेक्ष मुद्दा बाहेक जनताको जनजीविकाको मुद्दामा यो पार्टी धेरै चुकेको छ। यसलाई कसरी सुधार गर्ने त? यसको रिफर्म कसरी गर्ने? तपाईँ युवा भएको पार्टीभित्र पनि सङ्घर्ष गर्नु पर्ला। मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म बिग्रिया छु भने पनि सचिन तयार छु होइन। अब यहाँभन्दा अगाडि केही गल्ती कमजोरी गरेका छौँ भने पनि म त समीक्षा गर्न पनि तयार छु होइन, सचिएर अगाडि बढ्न पनि तयार छु, आत्मआलोचित हुन पनि तयार छु। यो मेरो व्यक्तिगत कुरा हो। तर माओवादी आन्दोलनप्रति, माओवादी पार्टीप्रति जो हिजो जनताको अपेक्षा थियो भन्ने कुरा गर्नु हिजो थियो, आज पनि छ, भोलि पनि हुन्छ दाइ। किनभने नेपालमा परिवर्तनको नेतृत्व अथवा जस्तो जनतन्त्र जनजीविकाका राष्ट्रियताका विषयहरू दाइले जुन जोड्नुभयो, यसमा राम्रो कसैले गर्न सक्छ भने त्यो माओवादी पार्टीले मात्रै गर्न सक्छ। किनभने माओवादी पार्टी भनेको नेपालको सर्वहारा वर्गको प्रतिनिधि पार्टी हो होइन। सर्वहारा वर्गको के अरे मुक्ति को निम्ति लडेर आएको, सङ्घर्ष गरेर आएको होइन, ठुलो त्याग बलिदानको एउटा कोटा चाहिँ पुरा गरेर आएको एउटा पार्टी कम्युनिस्ट पार्टी हो दाइ होइन। त्यस कारणले यो अर्को अहिले अब यो स्वतन्त्रहरूको पनि हुइया छ दाइ होइन, यता भन्या छ उता भन्या छ। अनि त्यहाँबाट एउटा युवाहरूको ट्रेनको अब एउटा बहस पनि सशक्त रूपमा बाहिर आएछ होइन। यो राजनीतिक पार्टीहरूलाई नै च्यालेन्ज गर्ने तरिकाबाट अब म के भन्छु भने अब यो त अब ती स्वतन्त्रहरूको कुरामा म त्यति बहस गर्नतिर म लाग्दैन। जुन भरोसा माओवादीमा मान्छेले गरेका थिए, जनताले गरेका थिए, जस्तो परिवर्तनको कुरा दाइ गर्नुभयो, जस्तो अब आमूल परिवर्तनको कुरा गरेका थियो, अहिले आमूल छोडिदिउँ हामी, आंशिक पनि भएन भन्नुभयो। तर जस्तो आज हामी जुन जनजीविकाको सवालमा मैले जनजीविका के व्यवस्थामा त परिवर्तन भयो। जनजीविकाको सवालमा त दाइ यस्तो, अब मैले अहिले पनि भने अब अहिलेको हाम्रो मुद्दा नै के छ त भन्दाखेरि व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तनको लागि एकचोटि माओवादीले जिताइदिनुहोस्। माओवादीले गर्ने ठाउँ नै पाएन के दाइ। यति बेलासम्म माओवादी शान्ति प्रक्रियामा आइसके पछाडि खोइ त गर्ने ठाउँमा खोइ त माओवादी दाइ। के अरे एकचोटि त देशको नेतृत्व अहिले प्रचण्डले भन्नुभयो नि, अस्ति एउटा कार्यक्रमबाट भन्नुभयो होइन, अब म चाहिँ एकचोटि देशको नेतृत्व गरेर त्यहाँबाट देशलाई चाहिँ एउटा नयाँ युगमा पुर्याएर चाहिँ त्यहाँबाट राजनीतिबाट अवकाश लिने, पार्टीबाट चाहिँ अवकाश लिने मनस्थितिमा छु भनेर भन्नुभयो होइन। अब जस्तो प्रचण्ड चाहिँ अब शान्ति प्रक्रियामा आइसकेपछि 64को संविधान पहिलो संविधान सभाको निर्वाचनमा पार्टी ठुलो भयो, जनताले विश्वास गर्नुभयो, जनताले एउटा अपेक्षा गर्यो होइन, सबभन्दा ठुलो पार्टीको रूपमा स्थापित गरायो। प्रचण्ड प्रधानमन्त्री पनि हुनुभयो। अब 6-7 महिना पछाडि हेर्नु न, एउटा अब जस्तो एउटा एकजना अब देशको कर्मचारीले अब गल्ती गरेका थियो, मानव अधिकारको उल्लङ्घन गरेका थियो, देशको कार्यकारी व्यक्तिले प्रधानमन्त्रीले अब एउटा कर्मचारीलाई कारवाही गर्दाखेरि देशी विदेशी शक्तिहरू लगाएर चाहिँ प्रचण्डको सरकारै ढालियो भन्दाखेरि त्यहाँ गर्न दिइएन। प्रचण्डले अब केही गर्छ कि जनताको पक्षमा, जनजीविकाको पक्षमा, राष्ट्रियताको पक्षमा, जनतन्त्रको पक्षमा प्रचण्डले केही गर्छ कि भनेर त्यहाँ षड्यन्त्र गरेर कि दाइ ल के अरे रुमाङ्गतलाई त कारवाही गर्नुपर्छ भनेर उचाल्ने त एमाले पनि त थियो नि। झलनाथ खनालको नेतृत्वमा हुनुहुन्थ्यो, उहाँले पनि रुमाङ्गतलाई चाहिँ कारवाही गर्नुपर्छ भनेर प्रचण्डसम्म चाहिँ तपाईँको उहाँले
के अरे विषय नै राख्नु भयो। अनि त्यहाँबाट जब प्रचण्डले कारवाही गर्नुभयो त्यहाँबाट तपाईँको राष्ट्रपतिले चाहिँ त्यो निर्णय उल्टाइदियो होइन, भनेको जनताको सर्वोच्चतामाथि चाहिँ हनन भयो होइन। त्यो षड्यन्त्र के देख्यो भनेलाई प्रचण्डलाई जसरी पनि त्यहाँबाट झार्ने, अब प्रचण्डले चाहिँ मुलुकको कायापलट गर्छन् होइन, अब राज्यको चाहिँ पुनर्संरचना गर्छन्, अब माओवादीसँग चाहिँ अब काङ्ग्रेस एमालेहरूको अरू शक्तिहरूको केही नलाग्ने भयो। त्यस कारणले उहाँलाई चाहिँ जसरी पनि कसरी हुन्छ एउटा षड्यन्त्रमूलक तरिकाबाट चाहिँ त्यहाँबाट झार्ने, तल झार्ने भन्ने एउटा देशी विदेशीको चलखेल षड्यन्त्र एउटा ग्रान्ड डिजाइन रहेछ भन्ने कुरो पुष्टि भयो। त्योभन्दा होइन 64देखि 69सम्म आउँदा प्रचण्डलाई प्रश्न गर्ने ठाउँ भएन, शङ्का गर्ने ठाउँ भएन। तर 69 अथवा 70 पछिको जुन अवस्था छ नि, प्रचण्डको तालमेल कोसँग मिलीभगत, अब हिजो कहिले एमालेसँग, कहिले काङ्ग्रेससँग, कहिले कोसँग जुन मिल्नु थियो त हिजो सशस्त्र जनयुद्धभन्दा अगाडि एमाले र काङ्ग्रेसका नेताहरूले नै तपाईँले अहिले भने जस्तै सामन्तवादका नायिके पनि भन्थे, ती निरङ्कुशवादी पनि भन्थे, तिनीहरूसँग फेरि मिलेकै हो। अब के छ प्रचण्डले अब गर्नु बाँकी के छ त नेपालको राजनीतिमा? यस्तो अब प्रचण्ड जस्तो दाइले इङ्गित के गर्नु खोज्नुभयो भने जस्तो के अरे जनयुद्धै नभए पनि अहिलेको व्यवस्था आउँथ्यो कि भन्ने एउटा इङ्गित गर्न खोज्नुभयो होला होइन। जस्तो जनयुद्ध नभएको थियो भने आज हामी गणतन्त्रमा हुने छैनौँ। यसमा एउटा पहिलो कुरो यसमा क्लियर हुनु पऱ्यो। दोस्रो कुरो के हो त भन्नु होला भने जस्तो कहिले काङ्ग्रेससँग कहिले एमालेसँग तालमेल गर्ने होइन, अस्थिर जस्तो भन्नुहुन्छ नि, अब जस्तो यो बाहिर कसै अरूले पनि लाउने आरोप जस्तो होइन, तर त्यो अस्थिर म त्यसलाई अस्थिरता भन्दैन दाइ, त्यो प्रचण्ड भएको एउटा गतिशीलता अब त्यहाँबाट अर्को देशको आवश्यकता, देशको राष्ट्रिय आवश्यकता भनेर भन्छु दाइ म। जस्तो 74मा जनताको सेन्टिमेन्ट के थियो त भन्दाखेरि सकेसम्म होइन, अहिले पनि हो त्यो, फेरि अहिले चाहिँ होइन, त्यति बेला 74को मात्रै जनता सेन्टिमेन्ट भनेर म भन्दिनँ। जस्तो अहिले पनि जनताको सेन्टिमेन्ट के छ त भन्दाखेरि नेपालमा चाहिँ राजनीतिक पार्टीहरू धेरै भए होइन, यसले एउटा खालको अस्थिरता पनि निम्त्यायो। अब देशमा चाहिँ दुईवटा मात्रै राजनीतिक पार्टी भए पनि हुन्थ्यो, एउटा प्रजातान्त्रिक धारको नेतृत्व गर्ने एउटा राजनीतिक पार्टी, अर्को कम्युनिस्ट धारको नेतृत्व गर्ने अर्को कम्युनिस्ट पार्टी। यो दुईवटा पार्टी भयो नि अब देश त चलिहाल्थ्यो होइन। त्यो दुईवटा पार्टीको कम्पिटिसन हुन्थ्यो, जसले जित्यो उसले सरकारको नेतृत्व गर्छ, सरकार चलाउँछ, फेरि उसले ठिक गर्यो भने फेरि चलाउँछ, बेठिक गर्यो भने फेरि अर्को धारा आउँछ, स्थापित हुन्छ भन्ने एउटा जनताको सेन्टिमेन्ट थियो। त्यसैले के अरे प्रचण्डले क्याच गरेर के गर्नुभयो त भन्दाखेरि 74मा एमालेसँग एउटा खालको चुनावी गठबन्धन गर्नुभयो। त्यो चुनावी गठबन्धन एकदमै जनताले मन पराए, त्यही अनुसारको अब परिणाम दिए, जनताले मत दिए। त्यो भएपछि पछाडि अब जस्तो त्यति बेलाको अब प्रचण्ड केपी ओली सबै उत्साहित हुनुभयो र त्यसलाई एउटा पार्टी एकतामै रूपान्तरण गर्नुभयो। निर्वाचन पछाडि 74 प्रतिनिधि सभाको निर्वाचन पछाडि त्यसलाई पार्टी एकतामै लानुभयो। अब पार्टी एकतामा लैसके पछाडि अब केपीको अब नियत अब त अब हामी दुनियाँले अब देखिहाल्यो दाइ। केपीले के गर्नुभयो त भन्दाखेरि अब राज्य नै मै हुँ भने जस्तो, एउटा व्यक्ति त राज्य हुँदैन भनेर अहिले मैले व्याख्या गरिसकेँ दाइ। केपीले के गर्नुभयो भने राज्य नै मै हो, सबै थोक मै हो, अब यो देशको प्रधानमन्त्री पनि मै हुँ, राष्ट्रपति पनि मै हुँ, राज्य पनि मै हुँ, सरकार पनि मै हुँ, सेना पनि मै हुँ, प्रहरी पनि मै हुँ, न्यायालय पनि मै हुँ भन्ने जस्तो गरेर उहाँले चाहिँ दलीय प्रणालीलाई नै चाहिँ तपाईँको च्यालेन्ज गरेर देशलाई चाहिँ एक हिसाबले, जस्तो पार्टीभित्र एउटा विवाद के भएको थियो भने केपी ओली तिमी सबै थोक होइन, तिमी राज्य पनि होइन, तिमी सबै थोक पनि होइन, तिमी यो देशको एउटा प्रधानमन्त्री हौ, त्यो पनि पार्टीले बनाएको प्रधानमन्त्री हौ। त्यस कारणले पार्टी निर्णयलाई चाहिँ तिमीले प्रधानमन्त्रीमा के अरे प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि त्यसलाई कार्यान्वयन गर्नु पर्यो। पार्टीले अगाडि सारेका नीतिहरू, कार्यक्रमहरू, योजनाहरूलाई चाहिँ तिमीले त्यहाँबाट तिमी कार्यान्वयन गर्ने ठाउँमा छौ, त्यहाँबाट कार्यान्वयन गर्नु पर्यो भन्दाखेरि उसले के गर्यो त भन्दाखेरि त्यो विषयलाई के अरे पार्टीको निर्णयलाई मान्ने होइन कि उल्टो के अरे पार्टीले मलाई चाहिँ केही गर्छ कि एक्सन लिन्छ कि भनेर देशलाई चाहिँ तपाईँको अहिले भएको संविधानलाई मिचेर दाइ संविधानको विरुद्ध गएर चाहिँ देशलाई चाहिँ अब संसद राज्यको एउटा अङ्ग पार्लियामेन्टलाई चाहिँ भङ्ग गरेर, त्यो पनि दुईपटकलाई। अब त्यो पार्लियामेन्ट भङ्ग पनि अब गर्न मिल्ने नमिल्ने त्यो अर्को बहसको विषय हो, तर संविधानको विपरीत गएर विरुद्ध गएर अब संविधानको विरुद्ध जाने भनेको के हो त दाइ? अब हामी त्यो सारमा पनि पुग्नु पर्यो, रूपको मात्रै कुरा गरेर भएन दाइ। संविधानलाई मिच्ने कुरा, संविधानको विरुद्धमा जाने कुरो के हो त भन्नु होला भने प्रतिगमन हो दाइ। किन प्रतिगमन हो भन्दाखेरि संविधान भनेको के हो? गणतन्त्र हो, सङ्घीयता हो, के अरे समानुपातिक समावेशी प्रतिनिधित्व हो होइन, के अरे धर्मनिरपेक्षता हो। उहाँले त यो सबैले उल्ट्याउने प्रपञ्च अनुसार चाहिँ संविधानलाई खारेज, एक हिसाबले संविधानको खारेजी गरेर देशलाई प्रतिगमनतिर लाने, के अरे संसद विघटन गर्नेतिर गइसके पछाडि अनि त्यहाँबाट के भयो त? अब त्यो त अब प्रचण्डले त्योभन्दा अगाडि त केपीलाई सच्याउने
सकेसम्म पार्टी होइन, हिजो ओली गरिसकेपछि सरकार अनि प्रचण्डले के गर्नु भने देशलाई प्रतिगमनबाट त बचाउनु पर्यो दाइ। ओली सरकार प्रतिगमनबाट बचाउनुको लागि तपाईँकै भाषा है, तपाईँकै भाषा म एक सेकेन्डमा टुङ्ग्याएँ। अब प्रचण्डले प्रतिगमनबाट देशलाई जोगाउनको लागि त्यसको नेतृत्व गर्नुभयो। त्यसको नेतृत्व भनेको फेरि प्रधानमन्त्री नै हुनुपर्छ भन्ने त होइन, आन्दोलनको नेतृत्व गर्नुभयो। अब आफै प्रधानमन्त्री हुनलाई त अब माओवादी केन्द्रको बहुमत भयो भने त प्रचण्ड आफै अब प्रतिगमन विरोधी आन्दोलनको नेतृत्व प्रचण्डले गर्नुभयो होइन। त्यहाँबाट अब प्रधानमन्त्री पनि प्रचण्ड हुनुपर्थ्यो, तर किन हुनु भएन भन्दा प्रचण्डसँग हाम्रो पार्टीसँग बहुमत थिएन, सरकार बनाउने बहुमत थिएन। अब बहुमत नभइसके पछाडि अर्को प्रतिगमन विरोधी दलसँग त मिल्नु पर्यो होइन। अब त्यो अर्को प्रतिगमन विरोधी दल को थियो त भन्दा नेपाली काङ्ग्रेस थियो। अनि त्यही केपीको प्रतिगमन विरुद्ध विद्रोह गरेको माधव नेपालको एकीकृत समाजवादी थियो, उहाँहरूसँग मिल्नु पर्यो। अब मिलिसके पछाडि अब कसको नेतृत्वमा छ पार्टी बनाउने भन्दाखेरि माओवादी केन्द्रभन्दा अलिकति ठुलो काङ्ग्रेस थियो, काङ्ग्रेसले दाबी गर्यो ल ठिक छ। अब प्रतिगमनको विरुद्धमा आउँदाखेरि त अब जसलाई पनि अब एउटा व्यक्तिलाई नस्वीकार्ने शेरबहादुरलाई नस्वीकार्ने प्रतिगमनकारी भनेको त्यसरी अनि काङ्ग्रेससँग उभा आउँदै होइन। अब त्यो आन्दोलन, त्यो प्रतिगमन विरोधी आन्दोलन चाहिँ अहिले पनि स्थगित भएको छैन दाइ। जस्तो अहिले पनि डर के छ त भन्दा जस्तो हिजो प्रतिगमनको नेतृत्व केपी ओलीले गरे, अहिले पनि त अब यो चुनावबाट फेरि ठुलो दल बनेर गयो भने फेरि प्रतिगमन नगर्लान् भन्ने ग्यारेन्टी त केही छैन, आधार केही छैन नि दाइ। केपीले आजसम्म मैले प्रतिगमनको नेतृत्व गरेँ, प्रतिगमन गरेँ, म माफी माग्छु जनतासँग, राज्यसँग म माफी माग्छु, अरू पार्टीहरूसँग पनि म माफी माग्छु। अब योभन्दा पछाडि म प्रतिगमनको नेतृत्व गर्दिनँ, देशलाई प्रतिगमनतिर लान्न भनेर कि अब आत्मसमीक्षा गर्नु पर्यो, आत्मआलोचना गर्नु पर्यो, एकचोटि माफी माग्नु पर्यो दाइ, देश र जनताप्रति चाहिँ माफी माग्नु पर्यो। अब त्यो नगरिन्जेल त अब उनी सचिन्छन् भन्ने आधार भएन दाइ। त्यो भइसके पछाडि उनलाई चाहिँ देशमा प्रतिगमन हुनबाट रोक्नको लागि पनि तपाईँको केपी ओलीलाई चाहिँ अहिले एउटा साइजमा राख्नलाई आवश्यक छ। त्यस कारणले केपी ओलीले साइजमा राख्नको लागि अब अहिले 5 दलीय गठबन्धनको अब सरकार चलिरहेछ र अब एउटा राजनीतिक स्थिरतालाई गठबन्धनसँग जोडिन्छु, अब थोरै पनि छ अनि यो 5 दलीय गठबन्धन अहिले कायम रहनुपर्छ भन्ने मेरो मान्यता छ। हिजो प्रतिगमन भनेको हिजो निरङ्कुश तन्त्र जस्तो खालको अवस्थामा हेरेको निरङ्कुश सरकार भनेको ओली सरकारलाई संसद विघटनको राष्ट्रपति कहाँ प्रस्ताव लगे बापत हजुर बाहेक अहिलेको गठबन्धन सरकारले के काम गर्यो त? त्यो बाहेक अब मुख्य त अब प्रतिगमन हुनबाट के अरे देशलाई रोक्यो। अब देश प्रतिगमन गयो भाइ, अब यहाँ त रगतको खोलो बग्थ्यो नि त दाइ होइन। त्यो खतरा टार्यो गठबन्धनले, एउटा त्यो गर्यो। दोस्रो भनेको अब तपाईँको अब संविधानका अब विभिन्न विधेयकहरू, जस्तो अहिले नागरिकता विधेयक आएछ दाइ होइन। अब धेरै अरू विधेयकहरू पनि अगाडि बढाएछ सरकारले चाहिँ होइन। मुख्यतः अब संविधानको मर्मलाई बचायो भन्नुहोस् न होइन, मर्मलाई बचाए। दोस्रो चाहिँ तपाईँको अब जस्तो त्यही प्रतिगमन विरोधी दललाई के अरे स्थानीय तहको निर्वाचनमा चाहिँ एउटा साइजमा जनताको जीवनस्तर तपाईँहरूलाई थाहा छ नि है? थाहा छ दाइ एकदम। किनभने अहिले महँगी कति बढेको, कति प्रतिशत बढेको छ, राष्ट्रले तोके भन्दा 4 गुणा बढी महँगी बढेको छ। भारतीय आयल निगमले नेपाललाई 32 रुपियाँभन्दा बढी मूल्य घटाएर 2 पटक 16 रुपियाँभन्दा बढी 2 पटक मूल्य सूची पठाइसक्यो नेपाल सरकार। त्यसमा अर्थ मन्त्रालय पर्छ, त्यसमा वाणिज्य मन्त्रालय पर्छ, आयल निगमको 3वटाको नाटक हेरेर हामी बस्नु परेको छ, मूल्य घटाउँदैन। यो अवस्थाको राज्य छ। अनि राज्यमा को छन् त? तिनै शेरबहादुर देउवा, तिनै माधव कुमार नेपाल, तिनै प्रचण्डजी, सामेल त उहाँहरू हुन्छ, उपेन्द्र यादव। अनि जनतालाई चाहिँ यो मर्काज पीर चाहिँ बुझ्नु पर्दैन दाइ। यस्तो छ अब दाइले जो जनजीविकासँग सम्बन्धित महँगी भनेर भन्नुभयो, अब यसको विरुद्धमा त अहिले पनि हाम्रो पार्टीका जनवर्गीय सङ्गठनहरू सडकमै छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदाखेरि सबैभन्दा बढी सडकमा कुनै सङ्गठन जनवर्गीय सङ्गठन गएको छ भने त्यो माओवादी केन्द्रकै जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी सडकमा गएको छ दाइ होइन। अब अरू खाद्यान्नहरू लगायतका अब मूल्य वृद्धिको कुरा छ, त्यसमा पनि हाम्रै पार्टीले चाहिँ अहिले हाम्रो पार्टी केन्द्रीय कमिटीको बैठक बस्यो दाइ होइन। पार्टीको बैठकले पनि के निर्णय गरेको छ त भन्दाखेरि हामी अहिले पनि सङ्घर्षमै छौँ, हामी अहिले पनि आन्दोलनमै छौँ। हामीले अहिले अब पहिला सडकबाट मात्रै आन्दोलन हुन्थ्यो भने अहिले अब 3वटा ठाउँबाट, एउटा सडक, अर्को सदन, अर्को चाहिँ सरकार, हामी यो 3वटै ठाउँबाट चाहिँ हामीले सङ्घर्षको मोर्चालाई चाहिँ अगाडि बढाउने भनेर निर्णय गरेका छौँ दाइ होइन। भनेको मतलब के हो त भन्दाखेरि हामी सरकारमा बसेर पनि हामीले राज्यको सेवा सुविधा मात्रै लिने, उपभोग गर्ने होइन भन्ने होइन। हामी त्यहीँबाट पनि हाम्रो आफ्नो लक्ष्यलाई, उद्देश्यलाई हामी अगाडि बढाउँछौँ सरकारको के अरे मोर्चाबाट।
त्यहाँबाट सदनबाट पनि हामीले त्यही गर्छौँ दाइ। मूल्य वृद्धिको विरुद्धमा, महँगीको विरुद्धमा के अरे सदनमा पनि हाम्रा पार्टीका सांसदहरूले मजाले चर्को सर्व विषयहरू उठाइरहनु भएको छ। अरू पार्टीहरूले उठाएको तुलनामा हाम्रो पार्टीका सांसदहरूले अलिक बढी उठाउनु भएको छ। अब सडकमा त अब मैले भनिहालेँ सबभन्दा अरू मोर्चामा हाम्रै पार्टीका भातृ सङ्गठनहरू छन् दाइ, होइन? यो एउटा स्थिति छ। अनि अर्को दोस्रो विषय म के राख्छु भने दाइ, अब अहिले हाम्रो पार्टीकै तर्फबाट अर्थमन्त्री हुनुहुन्छ माननीय जनार्दन शर्मा हुनुहुन्छ। अहिले उहाँले ल्याएको नीति कार्यक्रम दाइले एकचोटि हेरिदिनु होला कि उहाँले के भन्नुभएको छ त भन्दाखेरि अबको अर्थतन्त्र चाहिँ अब राष्ट्रिय पुँजीको विकास गर्ने, समृद्ध हुने, आत्मनिर्भर, राष्ट्रलाई चाहिँ आत्मनिर्भर गर्ने भनेर उहाँले अहिले अलिक बढी जोड केमा गर्नुभएको छ, बजेट केमा के अरे विनियोजन गर्नुभएको छ त भन्दाखेरि कृषिमा। अब कृषिमा सबैभन्दा बढी उत्पादन त्यहाँबाट के अरे सबै पार्टीहरू चाहिँ, सबै पार्टीका क्याडरहरू, कार्यकर्ताहरू चाहिँ, सबै आम नागरिकहरू चाहिँ, जनताहरू चाहिँ अब चाहिँ श्रमसँग जोडिने, जसले काम श्रममा जोडिनु भएको छैन उहाँहरू पनि श्रममा जोडिने, पार्टीभित्रका सबै क्याडर कार्यकर्ताहरू पनि चाहिँ जस्तो जो बेरोजगार भयो भनेर भन्नुभएको छ त्यहाँबाट राज्यले हेर्ने, लगानी गरिदिने, होइन? त अनि के अरे जस्तो जोसँग पुँजी छैन राज्यले, जोसँग पुँजी छैन, औजार छ, अब के अरे जसलाई पुँजीको खाँचो छ उसलाई पुँजीको के अरे व्यवस्था गरिदिने र श्रमसँग जोड्ने, उत्पादनसँग जोड्ने, होइन? त्यहाँबाट जोसँग तपाईँको चाहिँ पुँजी छ तर औजार छैन उसलाई चाहिँ औजारको व्यवस्था राज्यले गर्ने र उहाँलाई पनि उसलाई पनि चाहिँ के हो त भन्दा उत्पादनसँग जोड्ने। यो भयो भने के हुन्छ भन्दाखेरि के अरे राष्ट्रिय पुँजीको विकास हुन्छ, अर्थतन्त्र चाहिँ एक हिसाबले सबल बाटोमा अगाडि बढ्छ, देश चाहिँ आत्मनिर्भरताको बाटोमा अगाडि बढ्छ। त्यस कारणले हामीले आयातलाई कम गर्न सक्छौँ, होइन? निर्यातलाई वृद्धि गर्न सक्छौँ। यो भयो भने त्यस कारणले देशलाई चाहिँ अब आत्मनिर्भरताको बाटोमा लाने गरी उहाँले नीति कार्यक्रम, बजेट तर्जुमा गर्नुभएको छ। त्यही अनुसारको बाटोमा अब चाहिँ देश अगाडि बढ्दैछ दाइ। अब यहाँभन्दा अगाडि अब भन्नुहोस् न, अब ठ्याक्कै गर्ने ठाउँमा अहिले अब राज्यलाई अब कसरी अगाडि बढाउने, आर्थिक रूपमा अर्थतन्त्रको हिसाबले अब कसरी अगाडि बढाउने भन्ने विषय त अर्थमन्त्रीकै हातमा हुन्छ। कुमारजी, हामी कार्यक्रमबाट बिदा लिने बेला पनि भएको छ, समय थोरै छ। हजुर, जस्तो अब हामी चुनावतिर अलिकति केन्द्रित हौँ है, यो चुनाव पार्टीको चाहिँ मुद्दाको विषयमा हामी बढी घुम्यौँ। हजुर, जसरी अब पार्टीले पूर्णता पाउने विषयमा पनि अब त्यो आफ्नो ठाउँमा छ। चुनाव छ नि, हजुर, निर्वाचन, हजुर, अब प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा जसरी सिट बाँडफाँडमा सत्ता गठनभित्रको जुन सकस छ नि, हजुर, यो अवस्था एकातर्फ छँदैछन्। अब त्यस पार्टीभित्रबाट पनि उम्मेदवारको लागि सो घोषणा भइराखेका छन्। तपाईँ पनि आफूलाई प्रतिनिधि सभाबाट म उम्मेदवारको रूपमा जनतामा आएर जनताका जनप्रतिनिधि बनेर काम गर्छु, माओवादीभित्र के रिफर्म गर्छु र राज्य संरचनामा एकजना सांसदले कति सुधार गर्न सक्छ त्यसतर्फ म केन्द्रित रहन्छु भनेर तपाईँको जुन दाबी छ नि, किन दाइ? अब यस्तो हो, अब एउटा बाहिर एउटा ट्रेन्ड अहिले के आइरहेछ भने अब युवाहरू चाहिँ राज्यका हरेक संयन्त्रहरूमा प्रतिनिधिको रूपमा त्यहाँ पुग्नुपर्छ, राज्यको नीति निर्माण गर्ने तहमा युवाहरूको पनि प्रतिनिधित्व हुनु पर्यो, यति बेलासम्म त्यो भएको छैन भन्ने एउटा आम गुनासो, आम ट्रेन्डको रूपमा अहिले चलाएको छ। एउटा यो विषय भयो। पार्टीले अब मलाई चाहिँ अब विश्वास गरेर पार्टी केन्द्रीय कमिटीको एउटा सदस्यको जिम्मेवारी दिएको छ, होइन? अब म के भन्छु भने त्यो मेरो विषय मात्रै भएन, जस्तो म जस्तै अरू युवाहरूलाई पनि त्यो जिम्मेवारी दिएको छ, है, होइन? अब पार्टीको आन्तरिक साङ्गठनिक जीवनभित्र अब पार्टीले विश्वास गरेर जिम्मेवारी दियो। अब मेरो विषय के हो त भन्नु होला भने अब योभन्दा अगाडिको विषय के हो त भन्नु होला भने ठिक छ, पार्टीको साङ्गठनिक जीवनमा अब त्यो जिम्मेवारी प्राप्त भयो, त्यो एकदमै खुसीको कुरा हो। यो प्रति म हाम्रो पार्टीको नेतृत्व सधैँ अध्यक्ष कमरेड प्रचण्डप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु, होइन? अब त्यो यहाँभन्दा अगाडि हामीले भेट्दाखेरि उहाँलाई व्यक्तिगत रूपमा त धेरैचोटि भनिरहेको छ, तर मिडिया मार्फतै पनि म प्रचण्डप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु। उहाँले पार्टीको साङ्गठनिक जीवनमा चाहिँ यो पटक क्रमभङ्ग त गर्नुभयो के दाइ, होइन? योभन्दा अगाडि तपाईँ कहाँबाट चुनाव लड्दै हुनुहुन्छ? म दाइ अब मलाई पार्टीले विश्वास गरेर टिकट दियो भने म काठमाडौँ क्षेत्र नम्बर 4बाट, जहाँको अहिलेको माननीय नेपाली काङ्ग्रेसको महामन्त्री गगन थापा हुनुहुन्छ, उहाँको क्षेत्रबाट लड्ने मेरो चाहना हो दाइ। काङ्ग्रेसका युवा नेता गगन थापासँग नै प्रतिस्पर्धी बन्न तपाईँको मेन चाहना किन? दाइ यस्तो छ, अब यो ठ्याक्कै प्राविधिक विषयसँग जोडिएको विषय भयो। एक त अब मैले भने, अब अहिले पनि भने, होइन? अब
देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन गर्नको लागि अब माओवादीका प्रतिनिधिहरू चुनिन आवश्यक छ, पहिलो विषय। दोस्रो विषय के हो भने जसको नीति उसको नेतृत्व भन्ने हाम्रो नारा छ होइन। आज माओवादीको नीतिमा, माओवादीको एजेन्डामा, माओवादीको मुद्दामा देश अगाडि बढिरहेछ होइन। देशको व्यवस्था माओवादीको मुद्दामा छ होइन। अब जसको नीति छ उसैको नेतृत्व भएदेखि त्यसलाई अगाडि बढाउनलाई, त्यसलाई के अरे सफलतापूर्वक अगाडि बढाउनलाई त्यो मद्दत पुग्थ्यो भन्ने अर्को हाम्रो एउटा जनताप्रति हाम्रो एउटा चाहना, हाम्रो एउटा अब उहाँहरूप्रति एउटा रिक्वेस्ट हो, अनुरोध हो। दोस्रो विषय। अर्को विषय, तेस्रो विषय, मुख्य विषय भनेको के हो भन्नु होला भने गहन थापा काठमाडौँ क्षेत्र नम्बर 4 बाट 2 चोटि प्रत्यक्ष निर्वाचित माननीय भइसक्नुभयो, एकचोटि मन्त्री पनि हुनुभयो दाइ। म त्यो क्षेत्रमा 60 सालदेखि यति बेलासम्म त्यहाँ स्थायी रूपमा बसिरहेको छु होइन। अब 60 सालभन्दा अगाडि त्यो क्षेत्रको विकास जस्तो थियो, त्यहाँको सडक, त्यहाँको ढल, त्यहाँको खानेपानी, त्यहाँका अरू विकृति विसङ्गतिहरू जुन अवस्थामा थियो त्यो आज पनि यथावत छ। मान्छेको गुनासो यति छ कि तपाईँको होइन, गहन थापाप्रति चाहिँ जनताको असन्तुष्टि, वितृष्णा यति धेरै छ कि दाइ तपाईँले लेखेर राख्नुहोस् दाइ। मैले यो मिडिया मार्फत मैले यो घोषणा गर्छु कि गहन थापा अब हुन त अहिले अब काङ्ग्रेससँग हाम्रो एलायन्स टुङ्गिसकेको त छैन, अब कार्यदल बनाएको छ होइन, 11 सदस्यीय कार्यदल बनाएको छ। अब यो एलायन्स सफल बनाउनको लागि, त्यहाँबाट सिट बाँडफाँड गर्नको लागि, त्यहाँबाट अरू 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 आन्तरिक प्राविधिक विषयहरू उहाँ नै कार्यदलमा हुनुहुन्छ, के अरे उहाँ नै कार्यदलमा हुनुहुन्छ, ठिक छ। तर अब मेरो कुरा के छ त भन्नु होला, अहिले स्वतन्त्रहरूको पनि समूह एकदमै के अरे अगाडि बढिरहेछ। त्यही काठमाडौँ क्षेत्र नम्बर 4 बाट पनि 2-3 जना साथीहरूले चाहिँ, बुद्धिजीवी साथीहरूले, इन्जिनियर साथीहरूले होइन, केही पत्रकार साथीहरूले चाहिँ उम्मेदवारी घोषणा गरिसक्नु भएको छ। भन्दाखेरि मेरो रिक्वेस्ट गठबन्धन र मेरो पार्टीसँग के हो भन्नु होला भन्दा गहन थापाले योचोटि टिकट पाउँदाखेरि, नेपाली काङ्ग्रेसबाट या गठबन्धनबाट टिकट पाउँदाखेरि उहाँले 100मा 100% हार्ने स्थिति छ दाइ। त्यसकारणले म जनताको असन्तुष्टि त्यति छ दाइ, किनभने उहाँले केही गर्नै सक्नु भएन कि तपाईँ। बाहिर त अब युवा भन्ने एउटा के अरे ऊ बनाउनु भएको छ, छाप बनाउनु भएको छ। अब पार्टीभित्र त अब उहाँ पपुलरै पनि हुनुहुन्छ, अब प्रत्यक्ष जितेर महामन्त्री चुनिनु भएको होइन, अब एउटा युवा नेता भन्नुभएको छ होइन, त्यहाँ छ। तर त्यहाँको जनताको स्थिति तपाईँले गएर बुझ्नुभयो भने, त्यहाँ ग्रासमा गएर, त्यहाँ बेसमा गएर बुझ्नुभयो भने यति चरम उत्कर्षमा पुगेको छ कि दाइ अहिले उहाँले चुनाव जित्ने त्यो कल्पना नगर्दा पनि हुन्छ। त्यसकारणले म के चाहन्छु भने त्यो क्षेत्रको सिट, त्यो क्षेत्रको प्रतिनिधि गठबन्धनभन्दा बाहिर नगए हुन्थ्यो, बाहिर नगइदिए हुन्थ्यो। त्यसकारणले गठबन्धनले यो विषयलाई, त्यहाँका जनताहरूको असन्तुष्टि, वितृष्णालाई, असहमतिहरूलाई बुझेर के गर्नु पर्यो भन्दाखेरि अब त्यहाँको जनताले अहिले कुमार बोटी आइदिए हुन्थ्यो, कुमार बोटी जतिको युवा आइदिए हुन्थ्यो भनेर एउटा चाहना राखेका छन्। त्यसकारणले मैले त्यो जनताको चाहनालाई मैले आफ्नो चाहनाको रूपमा मैले बाहिर ल्याए होइन। त्यसकारणले म यहाँ हजुरको यो लोकप्रिय टेलिभिजन मार्फत म जनतासँग पनि, पार्टीसँग पनि, त्यहाँबाट गठबन्धनसँग पनि के आग्रह गर्न चाहन्छु भने यदि त्यो काठमाडौँ क्षेत्र नम्बर 4 को सिट सुनिश्चित गठबन्धनले सुनिश्चित गर्ने हो भने गहन थापा होइन, कुमार बोटीलाई गठबन्धनले टिकट उपलब्ध गराउनुपर्छ। कुमार बोटीले टिकट पायो भने त्यहाँ विजयी हुने के अरे जिम्मेवारी म लिन्छु दाइ। त्यो क्षेत्रमा माओवादी अर्को एउटा विषय राख्छु दाइ। म अर्को एउटा विषय के राख्छु भने गहन थापाप्रतिको एउटा प्राविधिक कुराहरू, त्यहाँको अब जनताको असन्तुष्टिहरूको विषय मैले राखेँ। दोस्रो विषय राजनीतिक रूपमा तपाईँको होइन, यो चाहिँ राष्ट्रियतासँग जोडिएको होइन विषय, एमसिसीको विषय जुन छ, एमसिसी पास गर्नलाई उनले जुन भूमिका खेले नि, जुन अग्र मोर्चामा रहेर जुन भूमिका खेले होइन, अब त्यो पनि गहन थापाप्रतिको त्यहाँका अब राष्ट्रलाई माया गर्ने जनता, मतदाताहरूको एउटा असन्तुष्टि त्यो पनि हो। गहन थापाले जुन एमसिसी, राष्ट्रघाती एमसिसी, म त अहिले पनि भन्छु एमसिसी त एक हिसाबले राष्ट्रघाती नै हो होइन। पछाडि अलिकति राष्ट्रघात हुनबाट अब राष्ट्रघात त लौ हुन खोजिसकेको थियो, काङ्ग्रेस र एमाले मिलेर देशमा चाहिँ ठुलो राष्ट्रघात गर्न खोजिरहेको थियो। तर पछि के गर्नुभयो त त्यसलाई प्रचण्डले चाहिँ अलिकति क्रस गरिदिनु भयो। उहाँले के भन्नुभयो त भन्दा यदि एमसिसीबाट यदि नेपालको राष्ट्रियतामाथि खतरा हुन्छ भने, यदि यो चाहिँ राष्ट्रघाती हो भने नेपालको सार्वभौम संसदले जति बेला पनि त्यसलाई चाहिँ खारेज गर्न सक्छ, फिर्ता पठाउन सक्छ भनेर 12 बुँदे व्याख्यात्मक घोषणा मार्फत चाहिँ प्रचण्डले त्यसलाई संशोधन गर्नुभयो। अनि त्यहाँबाट मात्रै त्यो संशोधन। अब तपाईँको निर्वाचनको कुरा गर्नुभयो नि, काठमाडौँ 4 क्षेत्रबाट कुरा गर्नुभयो, त्यो बाहेक त्यो क्षेत्रमा माओवादी बाहेकले त्यहाँ उम्मेदवारी उठायो भने गठबन्धनको पराजय हुन्छ भन्ने किसिमको जुन तपाईँको धारणा आयो कि
पक्का हो त होइन यो त मैले त तथ्यमा टेकेर बोलेको कुरा हो दाइ त्यो त मेरो दाबी तथ्यमा आधारित विषय हो दाइ म त त्यो अचुवामा बोल्ने मान्छे पनि होइन दाइ होइन म त्यो तथ्यभन्दा बाहिर उभिएर होइन त्यो यथार्थ धरातलभन्दा बाहिर निस्किएर बोल्ने मान्छे पनि होइन अब गठबन्धन गठबन्धनको सिट बाँडफाँड अहिले यति सकस परेको छ 165 वटा निर्वाचन क्षेत्र छन् देशमा हजुर तर गठबन्धनले 230 वटा निर्वाचन क्षेत्रको दावा गरिराखेको अवस्था छ माओवादीले 55 जसपाले 30 काङ्ग्रेसले 95 लगायतका जुन भागभण्डा छन् त्यो अवस्थाले हेर्ने हो भने यदि माओवादीले पाउन पहिला कठिन देखियो त्यसपछि माओवादीले पाइसकेपछि तपाईँ पार्टीबाट टिकट पाउँछ दिन्छ पार्टीले भन्नेमा कतिको विश्वास राख्नुहुन्छ दाइ अहिले हजुरले भनेको कुरा चाहिँ मैले पनि एउटा पत्रिकामा हिजो मैले पढाएको थिएँ होइन अब काङ्ग्रेसले चाहिँ 95 मा दाबी गर्यो माओवादीले चाहिँ 55 मा त्यहाँबाट एकीकृत समाजवादी र उपेन्द्रले चाहिँ 33 वटामा होइन त्यहाँबाट अर्को गठबन्धनको अर्को दल जनमोर्चाले चाहिँ के अरे 5 वटामा यो कुरो मैले पढाएको थिएँ तर मलाई के लाग्छ भने माओवादीले 55 भन्दा माथि दाबी गर्नुपर्छ 55 ले माओवादीलाई पुग्दैन दाइ किन भन्नु होला भने जस्तो अहिले सङ्ख्यात्मक रूपमा होइन तपाईँको यो पार्टी र ऊ पार्टीको भनेर हिसाब किताब नगरौँ आज त तपाईँको हुन त अब प्रचण्डले पटक पटक भन्नुभएको छ कि अस्ति स्थानीय तहको निर्वाचनको परिणाम आइसके पछाडि नि उहाँले के भन्नुभयो भने काङ्ग्रेसले जित्या पनि अब हामीले नै जिते जस्तो लाग्छ मलाई त एमाले जित्या पनि हामीले नै जित्या जस्तो लाग्छ किनभने यो व्यवस्था हामीले ल्यायो यो व्यवस्थाभित्र निर्वाचन भयो त्यस कारणले अब यो व्यवस्था त काङ्ग्रेसको पनि थिएन एमालेको पनि थिएन अर्को कुनै पार्टी तेस्रो पार्टीको पनि थिएन त्यो त माओवादीको थियो आज माओवादीको व्यवस्थाभित्र अब त्यसैको त्यही व्यवस्थाभित्रको कानुनबाट संविधानबाट चाहिँ अब निर्वाचन भएको होइन अब त्यहाँभित्र अब जसले जिते पनि त्यही हाम्रो व्यवस्थाले जित्या त हो गणतन्त्रले जित्या हो संहिताले जित्या हो कति उदार नेता भन्दाखेरि उहाँ एकदमै उदार नेता हो दाइ एकदमै पारदर्शी नेता हो एकदमै खुल्ला नेता हो दाइ होइन म त उहाँलाई स्याल्युट गर्छु त्यहाँबाट भन्नुको मतलब उहाँले त्यस्तो राजनीतिक पूर्वाग्रहको रूपमा पार्टीलाई त्यो हेप्ने काङ्ग्रेसलाई हेप्ने एमालेलाई हेप्ने अथवा अर्को कुनै विरोधी पार्टी अन्तमा बताइदिनुहोस् तपाईँलाई पार्टीले चाहिँ पत्याउने सम्भावना कतिको कुरा गरेँ मैले दाइ अब पत्याउनु पर्छ भन्छु म पत्याउनु पर्छ भन्छु किनभने अब पार्टीले अब आन्तरिक अब पार्टीको जिम्मेवारीमा पत्यायो भने अब एउटा अब अहिले अब हुम चलिरहेछ ट्रेन्ड चलिरहेछ अब युवाहरू चाहिँ एउटा युवाहरूको पुस्ता अन्डर 40 को पुस्ता पनि चाहिँ राज्यको नीति निर्माण गर्ने तहमा पुग्नुपर्छ होइन त्यहाँ अन्डर 40 को एउटा युवा पुग्यो भने त्यो अन्डर 40 का युवाहरूको पक्षमा केही न केही नीति तर्जुमा गर्छ भन्ने एउटा युवाहरूको त अपेक्षा छ नि त युवाहरूको चाहना छ नि त दाइ त्यो चाहनालाई पार्टीले पुरा गरिदिनुपर्छ कि तपाईँको पार्टीले अब बाहिर विद्रोह किन हुन्छ आन्दोलन किन हुन्छ अथवा स्वतन्त्रहरू किन जन्मिन्छन् भन्दाखेरि पार्टीले यस्तै कुराहरूको चाहिँ व्यवस्था गर्यो भने भन्नुहोस् न होइन पार्टीले यस्ता कुराहरू पार्टीभित्र यस्ता विषयहरू उठ्दाखेरि पार्टीहरूले चाहिँ अब त्यो नेग्लिजेन्स गरेको कारणले होइन अब नेग्लिजेन्स नभनौँ तर त्यो अब पार्टीभित्र अब धेरै कठिनाइहरू पनि हुन्छन् होइन दाइ पार्टीले युवाको महत्त्व बुझेन अथवा चाहना बुझेन भने त्यहाँ विद्रोह पनि हुन सक्ने सम्भावनाको कुरा गर्नुभयो नै विद्रोहको कुरा मैले विद्रोह नै हुन्छ त म भन्दिनँ दाइ असन्तुष्टि होइन त्यहाँ बहस त गरिन्छ होइन युवाहरू जसरी पनि युवाहरूलाई चाहिँ स्थापित गर्नुपर्छ भनेर बहस त गरिन्छ तर विद्रोह होइन दाइ हस् समय दिनुभयो त्यसको लागि यहाँलाई धन्यवाद हस् धन्यवाद दाइ मेरो विचार पार्टीको विचार जनतासम्म पुर्याउने माध्यमको रूपमा यो लोकप्रिय टेलिभिजनमा यहाँले निमन्त्रणा गर्नुभयो मेरो यो विचार राख्ने मौका दिनुभयो यहाँलाई विशेष धन्यवाद विशेष आभार प्रकट गर्छु दर्शकवृन्द हामीसँग हुन्थ्यो माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार बोगटी जेबीआर एजेन्सीको उपस्थित रहेको कार्यक्रम यहीँ सकिन्छ म लगायत सम्पूर्ण युनिटलाई बिदा दिनुहोस् नमस्कार।